सो हेलो गाइस सेवरे नमस्ते हजुर सबैलाई। सो गाइस आज चाहिँ धनतेरसको मार्केटिङ आएको थिएँ म र बुढी। मार्केटमा यस्तो भिड कि नभन्नुहोस्, बाप रे बाप। त भिड देखेर टाउको दुख्यो गाइस, खोइ के किन्नु के नकिन्नु। म त भिडमै हराएको जस्तो भए। यहाँ हेर्नुहोस्, यो चाहिँ हाम्रो जलपाइगुडी मार्केट हो। चाहिँ कदमतला मार्केट भन्छ। यो मार्केटिङमा जस्तो लाइटिङहरू गरेको छ। मार्केट एकदमै दामी सजिएको छ। यसलाई देख्दा चाहिँ एकदम दिवाली दिवाली फिल हुन्छ क्या यहाँ आएपछि चाहिँ। सो मजा आउँछ। यो चाहिँ बजार, कोलकाता बजार सपिङ मलहरू हो। यहाँ गयौँ त मलाई चाहिँ एउटा पन्जाबी किन्नु थियो। सो त्यो पन्जाबी किने होइन। पन्जाबी किनेर त्यसपछि चाहिँ भोलि कुकुर तिहारको लागि यहाँ फुल चाहिएको थियो। सो बुढीले यहाँ फुल हेर्दै थियो, फुलसुल मालाहरू किनिकन। त्यसपछि चाहिँ हामी अब गयौँ। तपाईँको अब धनतेरसमा के किन्नु भन्छ नि त, यहाँ पित्तल काँसाको भाँडा बटुका। सो यहाँ भाँडा बटुकाको दोकानमा गएको, बाप रे बाप, मान्छे छिर्ने जग्गा छैन, हावा आउने जग्गा छैन। म तो लास्टै गर्मी भयो क्या गाइस। म सुते भएर म चाहिँ गइनँ हो। बुढियालाई चाहिँ जाऊ तिमी किन म भनेर म चाहिँ बरूभन्दा बाहिरै मेरो यहाँ भ्युवर्सहरूको लागि भिडियो बनाउँदै बस्छु। हाम्रो यता चाहिँ धनतेरस यस्तो हुँदैछ, मजाले मनाउँदैछ भनेर। सो त्यही भएर चाहिँ म चाहिँ बाहिरै बसेर हजुरहरूको लागि भिडियो बनाउँदै बसेँ हो। मान्छेहरूले पनि यसो हेर्दै थियो के गरेको भनेर पनि सोच्यो होला। म चाहिँ तर मजाले भिडियोग्राफी बनाउँदै बसेँ। सो गाइस हाम्रो यता चाहिँ धनतेरस यसरी बनाउँदैछ हो। हजुरहरूकोतिर चाहिँ कसरी बनाउँदैछ, कस्तो चलपल छ, यसो कमेन्टमा भन्नुहोस् होला है। त्यसपछि चाहिँ हामीले यहाँ भाडा किन्नु गयो। भाडासाडा किने हो। किनिकन चाहिँ त्यहाँबाट फेरि बुढियाले अझै एउटा कुनै के दियो हेर्छु भन्यो। दियो हेरेर अर्को दोकानमा पसेँ। सो त्यहाँबाट पसेपछि चाहिँ म चाहिँ हत्तु भयो बुढिया, अब चाहिँ घरतिर लाग्दिउँ भनेर। त्यसपछि चाहिँ हामी घरतिर लाग्दिएको। यहाँ हेर्नुहोस् गाइस, हाम्रो घरतिर लाग्दाखेरि चाहिँ यस्तो मजाले यहाँ बिल्डिङहरू सजाएको छ। एकदम चारैपट्टि झलल बाटोभरि लाइटिङ कस्तो रमाइलो फिल भइरहेको छ क्या। त्यही भएर सो गाइस हाम्रो धनतेरसको भिडियो यति नै थियो। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो? यो धनतेरसमा सबैको घरमा लक्ष्मीको बास हो, सबैको घरमा खुसियाली होस् है। अरू त के नै छ र होइन। रुपियाँ पैसा धन त होला कि नहोला, तर सबैको घरमा खुसी चाहिँ होस्, त्यति नै भन्नु चाहन्छु गाइस। अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो है। हजुरहरूको सपोर्ट एकदमै जरुरी छ। सो सपोर्ट गरिदिनु होला प्लिज। भिडियो मन परेमा लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ गाइस।